तीनघरे भ्लग्स एन्ड फोटोग्राफीमा यहाँहरू सम्पूर्णमा न्यानो स्वागत छ। म अजय देव तीनघरे नयाँ भ्लग्स ल्याउने क्रममा आज मैले तपाईहरूलाई बुद्धिचाल खेलको कन्टेन्ट लिएर आएको छु। तपाईहरूले मेरो अफिसियल युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। आउनुहोस् तपाईँ हामी सामाजिक विकासमा सँगै अगाडि बढौँ। अब अहिले हाम्रो यो समाजसँग यो बुद्धिचाल खेललाई तुलना गर्दा यो लडाइँ त रोक्न पाए हुन्छ। समाजमा यस्तो दुईटा राजाको लडाइँ जस्तो समाजमा पनि यस्तो लडाइँ नहोस् भन्ने हामीले चाहेका छौँ। अब त्यो लडाइँलाई रोक्नको निम्ति यो बुद्धिचालले के प्रतिबिम्ब गर्छ भन्दाखेरि यो वर्गीय समाज भएसम्म, वर्गीय समाज भनेको एउटा बहुसङ्ख्यक जनता काम गरेर खाने, अर्को केही मान्छेको हातमा स्रोत साधन, अनि त्यो वर्गीय समाज रहेसम्म त यो लडाइँ त हुने भयो। र यसलाई अझ बुद्धिचाल खेललाई युवा पुस्ताबीच, विद्यार्थी पुस्ताबीच, विद्यार्थीहरू बीचमा अझ बढी प्रिय बनाउन सक्यौँ र खेलाउन सक्यौँ भने त्यसले राम्रै गर्छ र त्यसको प्रभाव राम्रै हुनेछ। र अहिले यो अघि पनि कुरा उठ्यो, यो बुद्धिको खेल र त्यति मात्र पनि होइन, र यो एउटा सोच र यो एउटा भनौँ मानिसलाई सोच्न बाध्य पार्ने र मान्छेलाई दूरदर्शी बनाउन सिकाउने। भक्तपुर आफैमा काठमाडौँ उपत्यकाको एक अभिन्न अङ्ग हो, जहाँ मल्लकालीन सभ्यताका लागि यो पनि एउटा प्रमुख थलो हो भन्दा अत्युक्ति नहोला, जहाँ विभिन्न कलात्मक मन्दिर तथा दरबारहरू र जुजुधौले यो विश्व प्रसिद्ध स्थल हो। आज यसै ठाउँमा बुद्धिचाल प्रतियोगिता भइरहेको छ। म तपाईहरूलाई त्यतै डोर्याउन चाहन्छु। भक्तपुर युवा टिमको आयोजनामा दिवंगत भेटरान खेलाडी कुमार गुवाछाको स्मृतिमा 2000 मुनि रेटिङ बुद्धिचाल प्रतियोगिता गराइएको हो, जसमा 127 खेलाडीले 2 दिन प्रतिस्पर्धा गर्नेछन्। मित्रता, अनुशासन र खेल यो मूल नाराका साथ विक्रम सम्वत 2050 सालमा स्थापित
यस भक्तपुर युवा टिम र भक्तपुर युवा टिमकै आयोजनामा हुन गइरहेको आजको यो कुमार वाछा स्मृति खुल्ला ऱ्यापिड रेटिङको बुद्धिचाल प्रतियोगिता आज जेठ 9 गते र भोलि 10 गते यो 2 दिनको प्रतियोगिता हामीले आयोजना गरिरहेका छौं र यो खेलको यो प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रम सुरु गर्न गइरहेको छु। म कार्यक्रम सञ्चालक सुरेश गवाम, भक्तपुर युवा टिमको सदस्य, उपस्थित सम्पूर्ण खेलाडी, अभिभावक, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू यहाँको उपस्थितिमा र हाम्रो प्रमुख अतिथिज्यूको उपस्थितिमा आजको यो खेलको उद्घाटन कार्यक्रम हामी अगाडि बढाइरहेका छौं, सुरु गरिरहेका छौं। सर्वप्रथम मञ्च आसनको कार्यक्रमबाट म कार्यक्रम अगाडि बढाउन गइरहेको छु। भक्तपुर युवा टिमका अध्यक्ष एवं हाम्रो जिल्ला बक्सिङ सङ्घका प्रतिनिधि श्री केशव प्यानावासीज्यूलाई मञ्च आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। मञ्च आसन सँगसँगै उहाँलाई सभापतित्व पनि ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। म सभापतिज्यूको अनुमतिसँगै र उहाँको निर्देश अनुसार म कार्यक्रम अगाडि बढाउँदैछु। मञ्च आसनको क्रममै प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। उद्घाटन पश्चात विभिन्न अतिथि वक्ताहरूले आफ्नो धारणा राखे पश्चात प्रमुख अतिथि प्रेम सुवालले आफ्नो धारणा यसरी राख्नुभयो। युवा टिमबाट आयोजित यो कुमार वाछा स्मृति खुल्ला रेटिङ 2000 मुनि बुद्धिचाल प्रतियोगिताका सभापति साथी, दबाउमा बस्नुहुने सबै जनप्रतिनिधि र खेलसँग सम्बन्धित साथीहरू र सहभागी साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, विभिन्न विद्यालय र कलेजबाट आउनुभएका र अन्य बुद्धिचालसँग सम्बन्धित साथीहरू। अब यो बुद्धिचाललाई यसो हामीले अध्ययन गर्दा एउटा दुईटा राजाको लडाइँ जस्तो लाग्यो होइन, हामीले खेल्दाखेरि दुवैतिर राजा। अब यो त्यति बेला देश जित्ने केही त्यस्तो लडाइँहरू भइरहेको हुनाले सायद त्यसैको प्रतिबिम्बको रूपमा यो बुद्धिले कसरी हराउने त, एउटा राजाले अर्को राजालाई, एउटा राज्यले अर्को राज्यलाई भन्ने हिसाबले यो खेल विकास भयो होला। यसमा अरू पनि तर्क हुन सक्छ, हामी सल्लाह गरौँ। अब अहिले हाम्रो यो समाजसँग यो बुद्धिचाल खेललाई तुलना गर्दा यो लडाइँ त रोक्न पाए हुन्छ। समाजमा यस्तो दुईटा राजाको लडाइँ जस्तो समाजमा पनि यस्तो लडाइँ नहोस् भन्ने हामीले चाहेका छौँ। अब त्यो लडाइँलाई रोक्नको निम्ति यो बुद्धिचालले के प्रतिबिम्ब गर्छ भन्दाखेरि यो वर्गीय समाज भएसम्म, वर्गीय समाज भनेको एउटा बहुसङ्ख्यक जनता काम गरेर खाने, अर्को केही मान्छेको हातमा स्रोत साधन, अनि त्यो वर्गीय समाज रहेसम्म त यो लडाइँ त हुने भयो भन्ने प्रतिबिम्ब हामीले लिन सक्छौँ। त्यसकारण नयाँ पुस्ताका अब हाम्रा भाइ बहिनीहरू यो समाजलाई नै हामीले राम्रो बनाउने, त्यसको अर्थ वर्गलाई कसरी हामीले निम्त्याउन पार्ने, जस यो भित्र पर्छ खेलकुद पनि। शरीरै स्वस्थ भएन भने अरू सम्पत्ति कमाएर के गर्ने? नयाँ पुस्तालाई त हामीले हेल्थ एन्ड फिजिकल एजुकेसन पनि दिनु पर्यो। अब त्यो पनि घट्दै गइरहेछ। अलिअलि पपुलेसन, अर्थशास्त्र त झन्डै छँदै छैन। अर्थशास्त्रले समाजमा यो जुन अघि मैले भने नि, कसैसँग सम्पत्ति, थोरै मान्छेसँग धेरै सम्पत्ति, असङ्ख्य मान्छेसँग थोरै सम्पत्ति, किन भन्ने कुरा अर्थशास्त्रमा अध्ययन गरेपछि थाहा हुन्छ। अर्थशास्त्रको पहिलो अर्थशास्त्री सिद्धान्तका राष्ट्र र धन लेख्ने
अर्थशास्त्री एडम स्मिथ। नयाँ पुस्तालाई यो 9-10मा पढाइने हामीले यो किताबै नराखेपछि नयाँ पुस्तालाई थाहै नहुने भयो। अब भोलि ल पढ्ने हो भने 9-10मा जेनरल ल भन्ने पढ्न पाउँछ। ल पढ्नेलाई त्यहाँ बन्दोबस्त छ। भोलि जे पढ्ने हो 9-10देखि पढ्ने भन्ने बन्दोबस्त छ। पहिला त 8देखि हुन्थ्यो, अहिले फेरि 9-10मा ल्याइयो। अब हेर्दै जाउँ के होला। अब हुन त यो शिक्षा मन्त्रालय सरकारसँग पनि सम्बन्धित हो। कोर्समा मात्र राख्ने होइन, त्यसलाई पढ्ने वातावरण तयार गर्ने, पढ्न उत्साहित गर्ने, संस्कृति सम्पदा, मिथिला नेवार भाषा सबै छ 9-10मा पढ्ने। यो सबै विषय चाहिँ सबैले पढ्यो भने सबै विषय थाहा हुन्छ नि। अब केही विषय मात्र हामीले पढ्यो भने केही विषय मात्र जानकारी हुन्छ। त्यसकारण शिक्षकहरू र विद्यार्थीहरूले पनि यसलाई थाहा पाउनु पर्ने हो। अब अन्तमा म यो खेलकुद बुद्धिचाल प्रतियोगिता तपाईँहरूको एकदमै मित्रवत ढङ्गले सम्पन्न होस्। यो मित्रताको लागि हो खेलकुद। भाइ बहिनीहरू आउनु भएको छ, विभिन्न विद्यालयको चिन्जान नभए पनि सँगै खेलकुद बुद्धिचाल खेलेपछि त चिन्जान हुन्छ नि। यो हार जित भनेको अस्थायी हो, हाम्रो मित्रता स्थायी हो। त्यसैले खेलकुदले मित्रतालाई अगाडि बढाउँछ। हाम्रो मित्रता सदा सदाको लागि होस्, यही कामना गर्दै टुङ्ग्याउँछु। धन्यवाद। किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालज्यूलाई, कुमार वाचा स्मृति पिडे ऱ्यापिड रेटिङको यो बुद्धिचाल प्रतियोगितामा हाम्रो भक्तपुर युवा टिमका शुभचिन्तक एवं सहयोगी राजभाइ माकज्यूबाट 10 वर्ष मुनिका खेलाडीमध्ये प्रथम हुने एकजनालाई नगद रु 2000 पुरस्कार उहाँले प्रदान गरिदिनु हुने हामीलाई घोषणा गरिदिनु भएको छ। त्यो सहयोगको लागि धेरै धेरै धन्यवाद। उहाँलाई एकचोटि धन्यवादका सहित ताली बजाइदिन म हार्दिक अनुरोध गरेँ। हामी माझ भक्तपुर युवा टिमका सल्लाहकार श्री कृष्ण सर पनि आइसक्नु भएको छ। उहाँलाई पनि म मञ्च आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब हाम्रो उद्घाटन सत्रको हामी लगभग अन्त्यमा आइसकेका छौँ। खेल अगाडि बढाउनको लागि उद्घाटन कार्यक्रममा हाम्रा इन्टरनेसनल आर्बिटर, त्यसै गरी नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय सदस्य निरञ्जन प्रजापति दाइलाई चेसको बोर्ड र गोटी हस्तान्तरण गरिदिनु हुन आजका हाम्रा प्रमुख अतिथि माननीय प्रेम सुवालज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी इन्टरनेसनल आर्बिटर केन्द्रीय सदस्य निरञ्जन दाइलाई चेसको गोटी र बोर्ड पनि ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
सभ्य र भव्य तरिकाले ज्येष्ठ 9 र 10 2 दिनसम्म चलेको प्रतियोगिता सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा पुरस्कार तथा मायाको चिनो वितरणसँगै समापन गरिएको थियो। प्रतियोगिता आज हामी समापन गर्न गइरहेका छौँ र आजको हाम्रो यस कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई ब्याज वितरण गरिदिनु हुन टिमका सदस्य रेणु बनवासुलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र हामी नतिजा सुन्नेछौँ। अब हाम्रो यस कुमार गोछा स्मृति खुला फिडे ऱ्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको नतिजा घोषणा गरिदिनु हुन हाम्रो यस प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजोलाई अनुरोध गर्न चाहन्छु। र भक्तपुर युवा टिमले यसरी विभिन्न प्रतियोगिताहरू सञ्चालन गरेर भक्तपुर युवा टिमलाई अझ भक्तपुर मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित गराउन सफल भइरहेका छौँ। त्यसैले यहाँहरूले आगामी दिनहरूमा पनि यसरी नै सहयोग गर्नुहुने हामीले अपेक्षा गरेका छौँ। धन्यवाद। हामी सुरुमा यस भक्तपुर युवा टिमद्वारा आयोजित 2 दिने कुमार गोछा स्मृति फिडे रेटिङ ऱ्यापिड बिलो 2000 चेस टुर्नामेन्टको हाम्रो यो पुरस्कार वितरण र समापन समारोहका सभापतिज्यू प्रमुख अतिथि लगायत ड्यासमा आसीन अतिथिहरू र ड्यास मुनि रहनुभएका सम्पूर्ण मेरो न्यानो अभिवादन। हाम्रो हिजो र आज गरी जम्मा यो प्रतियोगिता हामीले स्विस लिग अनुसार 9 राउन्डको गेम खेलाएका थियौँ, जसमा नेपाल, भारत र इङ्ल्यान्ड गरी 3वटा देशहरूको जम्मा 127 जना खेलाडीहरू सहभागी रहेका थिए र सबै खेलाडी साथीहरूले 9 गेम खेलिसकेपछि हामीले व्यवस्था गरेअनुसार जम्मा 1,20,000 क्यास प्राइजमा उत्कृष्ट 10 जना, त्यसै भक्तपुर जिल्लाबाट धेरै सहभागी हुने भएकोले भक्तपुरबाट सहभागीहरूमध्ये उत्कृष्ट 1 जना, त्यस्तै हाम्रो भक्तपुर नगरपालिकाभित्रबाट सहभागीहरूमा 2 जना, नयाँ खेलाडीहरू अनरेटेड भन्छौँ हामी, तिनीहरूमा 2 जना, 55 वर्ष उमेर समूहदेखि माथिका 1 जना र महिला सहभागीहरूमध्ये 1 जना। त्यस्तै रेटिङ यो 2000 मुनि भनेको छौँ हामीले, त्यसमा चाहिँ 1700 देखि 1879 समूहको बिचका रेटेड खेलाडी साथीहरूको बिचमा चाहिँ उत्कृष्ट 1 जना र त्यसमुनि 1400 देखि 1679 सम्म 1 जना र धेरैजना। अहिले चाहिँ खुसी लाग्छ कहिलेकाहीँ हामी चेस करियरमा चाहिँ नेपालमा पनि हामी सुरुमा चाहिँ इन्डियातिर जाँदाखेरि मात्रै यस्तो देख्थ्यौँ कि अभिभावकहरू र आफ्नो सानो सानो बच्चाहरूलाई चाहिँ घरैदेखि खाना लिएर आएर हलमा चाहिँ खुवाइरहेको हामी देख्छौँ। नेपालमा चाहिँ त्यस्तो ट्रेन थिएन, तर अहिले चाहिँ धेरैजना अभिभावकहरू आफ्नो बाबु नानीहरू लिएर आउनुभएको छ र ती साना बाबु नानीहरूमा अन्डर 16, अन्डर 14, अन्डर 12 र अन्डर 10 मध्ये चाहिँ उत्कृष्टलाई हामीले पुरस्कारको व्यवस्था गरेका थियौँ, जस अनुसार अन्डर 10 मा 10 वर्ष मुनिको खेलाडीहरूमा हृदय बस्नेत भक्तपुर कापली चामुनारायण नगरपालिकाकै हुनुहुन्छ, हृदय खोइ अगाडि आएर बस्नु होला। त्यस्तै 12 वर्ष मुनिकोमा
सात्विकमान पुरादर फ्रम हिमालयन चेस एकाडेमी। खै सात्विकमान कहाँ छ? अहिले त्यही बसिरहेको पछि बोलाउँछ ल। त्यस्तै अन्डर 14 समूहमा चाहिँ प्रत्युष श्रेष्ठ हाम्रो बालेश्वरी स्कुलको स्टुडेन्ट हुनुहुन्छ सायद, बालगोपाल श्रेष्ठ सरको छोरा। खै प्रत्युष छैन? त्यस्तै अन्डर 16 मा सजल नेपाली। सजल नेपाली प्याट्रियन चेस एकाडेमी मानेश्वरको। त्यस्तै ढिलो 1900 मा क्यान्डिडेट मास्टर भेटरान भगवती प्रसाद शर्मा। भगवती दाइ छैन? यस्तै 1700 मुनिमा हाम्रो पत्रकार साथी राजकुमार राई। महिलातर्फ कुसुम घिसिङ। त्यही वर्ष 55 वर्ष उमेर समूहको भेटरानमा लुम्बुबाट अशोक मोहन श्रेष्ठ। अशोक मोहन राई उठेर यसो सबैले भेट्नु सबैलाई। त्यसै नयाँ खेलाडीहरू सहभागीहरू मध्ये 2 जना। दोस्रो हुनुभएको छ अशोक पण्डित भुङ्गमतीबाट सहभागी हुनुहुन्छ आदर्श सौला युवक स्कुलबाट। र यस समूहमा पहिलो छ कैलाश शरण बराल पोखरा कास्कीको खेलाडी। कैलाश शरण बराल यही हुनुहुन्छ गराइ छ तपाईँलाई। त्यस्तै भक्तपुर नगरभित्रको सहभागी खेलाडीहरू मध्ये 2 जनालाई व्यवस्था गरेको। र दोस्रोमा हुनुहुन्छ भेटरान गणेशमान दुवाल। टुर्नामेन्टै जित्नु होला है भनेको भक्तपुरमा सेकेन्ड हुनुहुन्छ। र पहिलोमा हुनुहुन्छ अर्को दुवालै पुरुषोत्तम दुवाल। र भक्तपुर जिल्ला देश हुनुभएको छ निकेत कुसाथा युवा खेलाडी। हिजोसम्म लिगमा हुनुहुन्थ्यो, आज चाहिँ हार्नुभएछ। 10औं स्थानमा खोटाङका धिरेन राई। 9मा कान्तिपुर चेस क्लबका अध्यक्ष हुनुहुन्छ दिवी कार्ती सर। खोइ दिवी सर। 8औं पटना बिहारका आशुतोष कुमार चेस कोच हुनुहुन्छ उहाँ। आशुतोष भाइ। त्यस्तै 7औंमा हुनुहुन्छ ललितपुरबाट राजनपुरी। 6औंमा झापाका खेलाडी अहिले काठमाडौँमा चेकमेट चेस एकाडेमी भनेर सुन्दारामा एकाडेमी चलाउनुहुन्छ प्रकाश चन्द्र नेपाल। 6औंमा हुनुहुन्छ पाँचथरबाट युवा खेलाडी रिसोड थापा। 4औंमा सरलाईबाट कमल श्रेष्ठ। तेस्रो हुनुहुन्छ मखम चेस क्लब काठमाडौँका प्रेम कृष्ण महर्जन। दोस्रोमा धरान सुनसरीका युवा खेलाडी मोहन नरसिंह श्रेष्ठ। र यो टुर्नामेन्टको च्याम्पियन हुनुहुन्छ गोरखपुर उत्तर प्रदेश इन्डियाबाट युवा खेलाडी हुनुहुन्छ उहाँ 15 वर्षको विनायक सिंह यादव। सम्पूर्ण पुरस्कार विजेता साथीहरूलाई धेरै धेरै बधाई छ। र जो साथीहरू प्रयास गर्दै पनि प्राइजमा पर्न सफल हुनु भएन, प्लिज किप ट्राइङ। अर्कोचोटि 16 र 17 गते अब आउने शुक्रबार शनिबार चाहिँ काठमाडौँ 25 वडा जग्गा इटुङबाल इन्द्रचोक नजिकै छ। इटुङबालमा चाहिँ नवीन्द्रनाथ स्मृतिको नाममा नवीन्द्रनाथ जोशीको स्मृतिमा दोस्रो टुर्नामेन्ट ऱ्यापिड टुर्नामेन्ट हुनेछ। त्यहाँ चाहिँ 1900 मुनि हो र कुल पुरस्कार 1,61,000 रहेको छ। त्यहाँ चाहिँ एन्ट्री 400 र 800 मात्रै। प्लिज तपाईँहरू चाहिँ सबै खेल्न आउनु होला। र अन्तमा हाम्रो भक्तपुर युवा टिम यहाँको आयोजकलाई चाहिँ म हामीलाई टेक्निकली रूपमा आफूले जानेको
सहयोग गर्न पाएको अवसर दिनुभयो उहाँलाई चाहिँ हामी आयोजकलाई चाहिँ आयोजक टिमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसैलाई र सबै खेलाडी साथीहरूले चाहिँ एकदम अनुशासित रूपमा बिना कुनै पनि विवाद है कुनै डिस्प्युट भएन हाम्रो विवाद रहित रूपमा चाहिँ तपाईँहरूले चाहिँ खेल खेल्नुभयो त्यसको लागि पनि थ्याङ्क यू भन्न चाहन्छु। र अन्तमा एकचोटि आयोजक साथीहरूको लागि एकदम जोरदार ताली दिएर चाहिँ उहाँलाई थ्याङ्क यू भन्न चाहन्छु। प्रतियोगिता आयोजना गरेकोमा भक्तपुर युवा टिमप्रति म हार्दिक आभार व्यक्त गर्दछु। योभन्दा अगाडि मलाई जहाँसम्म लाग्छ फुटबल र अन्य विभिन्न गेमहरू र यसरी खेलकुदको माध्यमबाट समाजलाई अझ बढी सक्रिय बनाउने युवाहरूलाई परिचालित गर्ने र समाजसँग जोड्ने जुन काम भक्तपुर युवा टिमबाट हुँदैछ र यो सराहनीय विषय हो र यसको निरन्तरताको म कामना गर्दछु। र यो बुद्धिचाल खेलको विषयमा म त्यति धेरै जानकार होइन। म फुर्सदमा म यो खेल्न रुचाउँछु, मलाई मनपर्छ र यसरी नै मलाई जहाँसम्म लाग्छ धेरै धेरै मानिसहरूलाई मनपर्ने गेम अथवा खेल मध्येमा यो एउटा बुद्धिचाल खेल हुनुपर्छ। र अहिले पछिल्लो समयमा विद्यार्थीहरू बीचमा बुद्धिचाल खेल लोकप्रिय बन्दैछ, यो सकारात्मक विषय हो। र यसलाई अझ बुद्धिचाल खेललाई युवा पुस्ताबीच विद्यार्थी पुस्ताबीच विद्यार्थीहरू बीचमा अझ बढी प्रिय बनाउन सक्यौँ र खेलाउन सक्यौँ भने त्यसले राम्रै गर्छ र त्यसको प्रभाव राम्रै हुनेछ। र अहिले यो अघि पनि कुरा उठ्यो यो बुद्धिको खेल र त्यति मात्र पनि होइन र यो एउटा सोच र यो एउटा भनौँ मानिसलाई सोच्न बाध्य पार्ने र मान्छेलाई दूरदर्शी बनाउन सिकाउने र अहिले तत्कालको निम्ति होइन भोलिसम्मको निम्ति भविष्यको निम्ति समेत सोच्न सक्ने र त्यो बमोजिम जीवन त्यो बमोजिम समाजलाई अगाडि बढाउन टेवा पुर्याउने खालको यो खेल हो। यस अर्थमा पनि यसको गहनता छ, यसको गम्भीरता छ र यो क्षणिक खेल जरुर होइन र यो मनोरञ्जनको खेल भन्दा पनि यसको यो अर्थपूर्ण खेल हो भन्न रुचाउँछु। र यो मिनिङ एउटा अर्थ लुकेको अथवा अर्थ सहितको खेल हो। त्यसकारण यसलाई अझ बढी प्रवर्धन गर्नुपर्ने स्थिति छ र यसमा समाज मिलेर यस्ता सामाजिक सङ्घ संस्थाहरू मिलेर र अन्य संस्थाहरू मिलेर यसलाई अगाडि बढाउन सक्छौँ र त्यसको निम्ति विभिन्न निकायहरू र भनौँ सरकारलाई पनि त्यसको जिम्मेवारी वहन गराउन हामी सबै मिलेर पहल गर्न आवश्यक छ। र अब शैक्षिक रूपमा हाम्रो समाज अगाडि बढे तापनि र यस्ता बौद्धिक गतिविधिहरू बौद्धिक खेलहरूलाई हामीले अगाडि बढाउन सकेनौँ भने फेरि पनि एक खालको अघि भने चाहिँ एक खालको आकर्षण हामी गुमाउँछौँ। त्यसकारण यो बुद्धिचाल सङ्घसँग सम्बन्धित हाम्रा व्यक्तित्वहरू साथीहरू र अन्य सम्पूर्णले पनि यस विषयमा छलफल चलाउन आवश्यक छ। हाम्रा पालिकाहरू हाम्रा प्रदेश सरकारहरू र साथसाथै केन्द्रीय सरकार सङ्घीय सरकार तिनीहरूसँग पनि अन्तर्क्रिया गरेर यो खेललाई कसरी हामी प्रवर्धन गर्न सक्छौँ लोकप्रिय बनाउन सक्छौँ त्योतर्फ पनि लागौँ भन्ने म अनुरोध गर्छु। र अर्को यसको सकारात्मक पक्ष पनि छ। नेपाल जस्तो गरिब मुलुक नेपाली समाज जस्तो गरिब समाजमा यो कम खर्चिलो र कम खर्चमा अत्यन्त प्रतिफल राम्रो हासिल गर्न मिल्ने एउटा खेल पनि हो। त्यो नाताले पनि हामी अगाडि बढ्न सक्छौँ, यसलाई अगाडि बढाउन मिल्छ। र यो एउटा लोकल गेम पनि होइन, यो इन्टरनेसनल गेम भएको हुनाले पनि यो एउटा अन्तर्राष्ट्रिय रूपमा नै प्रचलित एउटा खेल भएको नाताले पनि अन्तर्राष्ट्रिय जगतसँग अलिकति घुलमिल हुनको निम्ति आदान प्रदान अन्तर्क्रिया गर्नको निम्ति पनि चेस एउटा माध्यम हुन सक्दछ। र अरू धेरैले पनि इभन उता चीनले समेत पिङपङ डिप्लोमेसी भनेर टेबल टेनिसको माध्यमबाट उसले अन्तर्राष्ट्रिय जगतसँग अन्तर्क्रिया गरेको
इतिहास हामी पढ्छौँ र त्यसरी हाम्रा खेलाडीहरू हाम्रो खेललाई पनि एउटा माध्यम बनाएर हाम्रा पीडा हाम्रा पीर मर्काहरू अन्तर्राष्ट्रिय जगतमा राख्ने त्यो संस्कार समेत हामीले राख्न सक्यौँ विकास गर्न सक्यौँ भने त्यो पनि एउटा देशको निम्ति हाम्रो देशको निम्ति योगदान हुनेछ। खेल खेल्दै जाउँला खेल जितौँला हारौँला तर हाम्रो देशमा यस्तो भइरहेको छ हाम्रो नेपाली समाजको अहिलेको समस्या यो हो भनेर ठाउँसम्म पुर्याउन हामीले सक्यौँ भने खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाउने मात्र होइन देशको समस्या उजागर गर्ने र त्यसको समाधानको निम्ति अपिल गर्ने त्यो पनि हामी गर्न सक्दछौँ। त्यो जिम्मेवारी वहन गर्नको निम्ति पनि हाम्रा खेलाडीहरूलाई खालि खेलाडी मात्र बनाएर पुग्दैन खेलाडीहरूलाई जिम्मेवार बनाउने नम्बर 1 खेलाडीहरूलाई देश प्रेमी बनाउने नम्बर 2 खेलाडीहरूलाई संवेदनशील बनाउने नम्बर 3 र खेलाडीहरूलाई पोलिटिकली पनि साउन्ड बनाउने राजनीतिक चेतना पनि दिने त्यसरी हामीले भूमिका निर्वाह गर्न सकेको खण्डमा खेल र विकास हुँदै जान्छ। त्यो एउटा राम्रो सुन्दर पक्ष भयो। अर्को एउटा सुन्दर पक्ष के हुन्छ भने अन्तर्राष्ट्रिय जगतमा हाम्रो उचाइ के हो हाम्रो अवस्था के हो त्यो पनि हामी उजागर गर्न पाउँछौँ राख्न पाउँछौँ। अर्को पक्ष भनेको अन्तर्राष्ट्रिय जगतसँग हामीले सम्बन्धलाई स्थापित जनस्तरमा भए पनि देश बीचमा कस्तो सम्बन्ध रह्यो त्यो अर्को कुरा हो। सामाजिक सम्बन्ध अथवा जनस्तरमा भए पनि हामीले राम्रो सुमधुर सम्बन्धलाई विकास गर्न सक्छौँ र त्यसकारण यो खेलकुद भनेको एउटा कूटनीतिको पाठ पनि हो। बुद्धिचाल आफैमा कूटनीतिक गेम हो। साथसाथै हाम्रो खेलको माध्यमबाट पनि कूटनीतिक क्षेत्रमा र अन्य विभिन्न क्षेत्रहरूमा हामी योगदान पुर्याउन सक्दछौँ र त्यो फराकिलो पक्षलाई पनि ध्यानमा राखेर हाम्रा खेलाडीहरूले नयाँ पुस्ताले र अग्रज पुस्ताले त्यो फराकिलो अर्थ सहित फराकिलो जिम्मेवारी सहित हामी अगाडि बढौँ भन्ने अनुरोध गर्दै पुनः एकपटक भक्तपुर युवा टिमले यस्ता खालका गतिविधिहरू निरन्तर अगाडि बढाउन सकोस् त्यसमा सफलता मिलोस् त्यो पहिलो शुभकामना र अर्को यो खेलमा सफलता हासिल गर्ने सबै विजयी हाम्रा साथीहरूलाई खेलाडीहरूलाई पनि पार्टीको तर्फबाट र मेरो आफ्नो तर्फबाट पनि हार्दिक हार्दिक बधाई छ। र यसमा सहभागी बन्ने 127 जना देश विदेशका सबै त्यस्ता यो खेल प्रति झुकाव लगाव राख्ने सबै खेलाडी साथीहरूलाई पनि म हार्दिक शुभकामना दिन्छु म हार्दिक आभार व्यक्त गर्दछु र आगामी दिनमा पनि विभिन्न यस्ता अवसरहरूमा भेटेर छलफल गरौँला। आज म यति भनेर मेरो भनाइ टुङ्ग्याउने अनुमति चाहन्छु। धन्यवाद। र हामी अहिले महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ। हामी आजको हिजो भएको 2 दिने बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको क्षणमा छौँ र पुरस्कृत हुने सम्पूर्ण खेलाडी साथीहरू तयारी अवस्थामा रहनको निम्ति अनुरोध गर्न चाहन्छु र साथीहरूलाई पुरस्कार वितरण कार्यक्रममा सहयोगको निम्ति म अनुरोध गर्न चाहन्छु र सबैभन्दा पहिले उपस्थित अतिथिहरूलाई ब्याच वितरण भइरहेको छ। हामीसँग 23 जना खेलाडी साथीहरू पुरस्कृत हुनुहुन्छ हाम्रो यस प्रतियोगिताबाट। हामीसँगै 1,22,000 नगदको पुरस्कार हामीले राखेका छौँ र ती साथीहरूले जुन हिजो र आज भएको प्रतियोगिताबाट पुरस्कृत हुनुभएको छ। आशा छ भर्खरै प्रमुख अतिथिले यहाँलाई बताउनु भए जस्तै अझ थप यहाँको सिप अझ व्यक्ति विकास होस् र हामीले सिकेको जुन खेल छ हामीले सिकेको जुन सिप छ त्यसले देश र जनताको सेवा गर्न सकोस्। पुनः एकपटक शुभकामना व्यक्त गर्न चाहन्छु। अब पुरस्कार वितरण कार्यक्रमलाई हामी अगाडि बढाउन चाहन्छौँ र भक्तपुर युवा टिमका साथीहरूलाई मञ्चमा आइदिनु हुन अनुरोध गर्न चाहन्छु सहयोगको निम्ति। प्रतियोगिता संयोजक आदरणीय केशव चौहानलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
त्यस्तै अर्का विजयी हुनुहुन्छ स्वतिकमान तुलाधर, उहाँ अन्डर 12 हुनुहुन्छ। बेस्ट अन्डर 12 खेलाडी स्वतिकमान तुलाधर। त्यसपछि बेस्ट अन्डर 14 14 वर्षभन्दा मुनिको खेलाडी हुनुहुन्छ प्रत्युष श्रेष्ठ। उहाँलाई हार्दिक बधाई छ। त्यस्तै अर्को विजयी खेलाडी हुनुहुन्छ अन्डर 16 सजल नेउपाने। सजल नेउपाने सजल नेउपाने कहाँ हुनुहुन्छ? अगाडि आएर आफ्नो पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। र उहाँ यहाँ हुनुहुन्न र उहाँहरूलाई हाम्रो नगद पुरस्कार 2000 हामीले राखेका छौँ र हाम्रो प्रतियोगिता संयोजक केशव गणबसलाई हार्दिक धन्यवाद। त्यसै अब हाम्रो बाँकी अर्का खेलाडीहरूलाई प्रतियोगी विजयीहरूलाई पुरस्कार वितरण गरिदिनुहुन भक्तपुर युवा टिमका सल्लाहकार आदरणीय श्री कृष्ण केसी सरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। बेस्ट इलो 1700 to 1900 मा हुनुहुन्छ भगवती प्रसाद शर्मा। उहाँलाई पुरस्कार वितरण गरिदिनु हुन टिमका सल्लाहकार आदरणीय श्री कृष्ण सरलाई हार्दिक अनुरोध गर्न चाहन्छु र उहाँलाई हामीले नगद पुरस्कार 3000 र प्रमाणपत्र उहाँको प्रतिनिधि हुनुहुन्छ उहाँलाई राजकुमार राई र अर्कोले भन्नुभए अनुसार उहाँ पत्रकार पनि हुनुहुन्छ। उहाँलाई पनि हामीले नगद 3000 को पुरस्कार दिएका छौँ। त्यस्तै बेस्ट वुमेन महिलामा उत्कृष्ट महिला खेलाडी हुनुहुन्छ कुसुम केसी। त्यसपछि हाम्रो बेस्ट भेटरान 55 वर्षभन्दा माथिको हुनुहुन्छ बेस्ट भेटरान हुनुहुन्छ अशोक मोहन श्रेष्ठ। धन्यवाद श्रीकृष्ण सरलाई। त्यस्तै अब फेरि पुरस्कार वितरण गरिदिनु हुन टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवानलाई पुरस्कार वितरण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र पुरस्कार ग्रहण गरिदिनु हुन सेकेन्ड बेस्ट अनरेटेड खेलाडी हुनुहुन्छ अशोक पण्डित। सेकेन्ड बेस्ट अनरेटेड खेलाडी अशोक पण्डित। त्यस्तै फर्स्ट बेस्ट अनरेटेड खेलाडी हुनुहुन्छ कैलाश शरण बराल। कैलाश शरण बराल उहाँको अशोक पण्डित उहाँलाई हामीले 2000 नगद पुरस्कार। त्यस्तै कैलाश शरण बराललाई हामीले 3000 नगद राखेका छौँ। त्यस्तै सेकेन्ड बेस्ट भक्तपुर सिटी भक्तपुर नगरभित्रको उत्कृष्ट खेलाडी हुनुहुन्छ दोस्रोमा गणेश मान दुवाल। उहाँलाई हामीले नगद 2000 र प्रमाणपत्रको व्यवस्था गरेका छौँ। त्यस्तै फर्स्ट बेस्ट भक्तपुर सिटी अर्थात् भक्तपुर नगरभित्रको उत्कृष्ट खेलाडी हुनुहुन्छ प्रथममा पुरुषोत्तम दुवाल। पुरुषोत्तम दुवाल उहाँलाई हामीले नगद 3000 र प्रमाणपत्रको व्यवस्था गरेका छौँ। र त्यस्तै अब बेस्ट भक्तपुर डिस्ट्रिक्ट उत्कृष्ट भक्तपुर जिल्ला खेलाडी हुनुहुन्छ निकेन कुसाथा। अगाडि आएर यहाँको पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र उहाँलाई हामीले नगद 4000 र प्रमाणपत्रको व्यवस्था गरेका छौँ। धन्यवाद आदरणीय विश्वराम कवाङ सरले पनि। जब हाम्रो उत्कृष्ट 10 लाई हामी पुरस्कार वितरण गरिरहेका छौँ
र पुरस्कार वितरण गरिदिनु हुन भक्तपुर नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष एवं 3 का सल्लाहकार आदरणीय उकेश खवाङ सरलाई अनुरोध गर्न चाहन्छु। 10औं स्थानमा हुनुहुन्छ धीरेन राय। अगाडि आएर यहाँको पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र उहाँलाई हामीले नगद रु 5000 को व्यवस्था गरेका छौं। त्यस्तै 9औं स्थानमा हुनुहुन्छ 9औं स्थानमा डीबी कार्की। आफ्नो स्थानमा हुनुहुन्छ आशुतोष कुमार। आफ्नो स्थानमा हुनुहुन्छ आशुतोष कुमार। 7औं स्थानमा राजन पुरी। 'प्रकाश चन्द्र नेपाल हुनुहुन्छ भने उहाँलाई अगाडि आएर यहाँको पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। 6औं स्थानमा हुनुहुन्छ प्रकाश चन्द्र नेपाल र उहाँलाई पनि हामीले नगद रु 5000 को व्यवस्था गरेका छौं। नगद रु 5000 र प्रमाणपत्रको व्यवस्था हामीले गरेका छौं। धन्यवाद उकेश सरलाई र अगाडि घोषणा गरेका खेलाडी साथीहरू आउनुभएपछि हामीले पुनः पुरस्कार वितरण गर्नेछौँ। अब हामी प्रथमदेखि 5औं स्थानसम्मका खेलाडीहरूलाई हामी पुरस्कार वितरण गर्न गइरहेका छौँ। पुरस्कार वितरण गरिदिनु हुन आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सदस्य आदरणीय सुरेन्द्र राज गोसाईज्यूलाई अनुरोध गर्न चाहन्छु र 5औं स्थानमा हुनुहुन्छ ऋषण थापा। 5औं स्थानमा ऋषण थापा। त्यस्तै 4थो स्थानमा हुनुहुन्छ कमल श्रेष्ठ। 4थो स्थानमा हुनुहुन्छ कमल श्रेष्ठ। र अब तेस्रो स्थानमा हुनुहुन्छ प्रेम कृष्ण महर्जन। प्रेम कृष्ण महर्जन। हामी ट्रफी पनि वितरण गरिरहेका छौँ र अतिथिहरूलाई पनि अगाडि आएर फोटो सेसनको निम्ति अनुरोध गर्न चाहन्छु उहाँसँगै। पुरस्कार वितरण कार्यक्रम सकिसकेको छ। समय अन्त्यतर्फ आइपुगेका छौँ। कार्यक्रमको अन्त्यमा उपस्थित हामी मायाको चिह्न वितरण गर्न गइरहेका छौँ र मायाको चिह्न वितरण गरिदिनु हुन हाम्रो यस कार्यक्रमका सभापति एवं भक्तपुर युवा टिमका अध्यक्ष आदरणीय केशव बेनावासुलाई अनुरोध गर्न चाहन्छु। मायाको चिह्न ग्रहण गरिदिनु हुन कुमार गुवाछा समिति खुला पिँढी रेपिड रेटिङ बिन्जरपुरी बुद्धिजा प्रतियोगिताको निम्ति सहयोग गर्नुहुने परिवारका राजन गुवाछालाई मायाको चिह्न ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। त्यस्तै कुमार गुवाछाका अर्का सुपुत्र हुनुहुन्छ घनश्याम गुवाछा, उहाँलाई पनि मायाको चिह्न ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।
र हामीलाई उहाँको परिवारले दिनुभएको सहयोग जुन गर्नुभएको छ प्रतियोगिता गर्न, त्यसको निम्ति हामी उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। त्यसैले परिवारप्रति हामी धन्यवाद ज्ञापन गर्दै कुमार बाछा, स्वर्गीय कुमार बाछा की पत्नी आशामाया बाछालाई पनि तस्बिरमा धन्यवाद पत्र वितरण गरिदिनु हुन टिमका अध्यक्ष आदरणीय केशव चन्द्रवासलाई अनुरोध गर्न चाहन्छु। चुनाव ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र वितरण गरिदिनुको निम्ति अब टिमका अध्यक्ष आदरणीय केशव चन्द्रवासलाई अनुरोध गर्न चाहन्छु। यतिन्जेल भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा फेरि पनि तपाईहरुमाझ यस्तै भिडियोहरू लिएर आउने बाचा गर्दै म अजय देव 3 घरे ओझेल पर्न चाहन्छु। नमस्ते।